रहेछ, घरि दाहिने हात हुँदैन, घरि देब्रे हात हुँदैन, धेरै नाटक गर्छ भन्छ। मलाई पनि चित्त दुख्छ, म पनि कमेन्टहरू हेरिरहेको हुन्छु। जस्ट मलाई तपाईँहरूले गाली गर्नु हुने व्यक्ति हो। हेलो नमस्ते एभ्रिवान। के तपाईँहरूलाई पनि उहाँ दाजुलाई जस्तै गाली गलौजहरू कमेन्टहरू आएको छ? के तपाईँहरूलाई पनि कसैले यसरी गाली गलौज गरिरहेको छ र यसरी अरूले गाली गर्दै के तपाईँहरूको मन दुखिरहेको छ, तपाईँको चित्त दुखिरहेको छ? आउनुहोस् आजको भिडियोमा यस्तो गाली गलौज आउनको रोकथामको लागि तपाईँलाई एउटा टिप्स दिन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला, एकदम इजी अनि सिम्पल छ। हुन त कतिपयले थाहा पनि होला यो कुरो, तर मैले फेरि जानकारी गराउन चाहे तपाईँहरूलाई। म के भन्न चाहन्छु भने यस्तो गाली गलौजहरू आउनबाट चाहिँ आफैले रोकथाम गर्नु होला भन्न चाहन्छु क्रिएटरहरूलाई पनि, जुन उहाँ दाजु जस्तै क्रिएटरहरू हुनुहुन्छ। उहाँले चाहिँ भिडियोहरू बनाउँदा अलिकति यो टिप्स चाहिँ युज गर्नु होला, किनकि जस्तै उदाहरणको लागि उहाँको कहिले देब्रे हात देख्दैन हामीलाई भिडियोमा होइन, कहिले दाहिने हात देख्दैन भिडियोमा, किनभने यो चाहिँ भिडियो खिच्दाखेरि प्रब्लम हो। यो समस्या कसरी सल्भ गर्ने आज म तपाईँहरूले देखाउनेछु। ढिला नगरिकन लागौ मोबाइलको स्क्रिनतिर। स्क्रिनमा आइसकेको छु, तपाईँहरूलाई म देखाउन गइरहेको छु। सुरुमा म देखाउन चाहन्छु तपाईँहरूले भिडियो खिच्दा चाहिँ अब क्यामेरा ओपन गर्नुहोस्। ओपन गरिसकेपछि चाहिँ म यसरी अब भिडियोमा स्क्रिनमा आएको छु। खास गरी यो प्रब्लम देखिने चाहिँ फ्रन्ट क्यामेराबाट खिच्दा हो। जस्तै हेर्नुहोस्, यो मेरो उल्टो देखिरहेछ, यो नाइक हो, यो उल्टो देखिरहेछ। जस्तै अब उहाँको दाजुको भिडियो अनुसारै तपाईँहरूले उदाहरण दिनुपर्दा अब जस्तै मेरो यो हेर्नुहोस्, यो अब मेरो लेफ्ट ह्यान्ड हो, तर भिडियोमा यो राइट ह्यान्ड जस्तो देखिरहेछ। त्यही भएर चाहिँ यो प्रब्लम, यो गाली गलौजहरू आइरहेको हुन्छ उहाँ जस्तो क्रिएटरहरूलाई होइन। क्रिएटरहरूलाई पनि म जानकारी गराउन चाहन्छु, भिडियोहरू बनाउँदाखेरि चाहिँ यो टिप्स चाहिँ लगाउन होला, ताकि तपाईँहरूलाई यस्तो गाली गलौज नहोस्। यसको लागि चाहिँ सर्वप्रथम तपाईँ यो सेटिङमा थिच्नुहोस् र जुन पनि मोबाइलमा हुन्छ यो सेटिङमा गएपछि चाहिँ यहाँनिर फ्लिप सेल्फी भनेको छ है। यो फ्लिप सेल्फी भनेको चाहिँ के हो भन्दाखेरि यहाँ लेखिएको छ सेभ सेल्फिज एज दे एपियर इन द भ्यू फाइन्डर भनेको छ। यो भनेको चाहिँ जुन तपाईँले अहिले देखिरहनु भएको छ नि यो स्क्रिनमा, यो जस्तोको तस्तै भिडियो सुट हुनु हो। त्यो तपाईँले त्यो चाहिँ अन गर्नुभयो भने तपाईँको यो जस्तो अहिले देखिरहेको छ त्यस्तै हुन्छ, यस्तै ऐना जस्तै हो कि मिरर जस्तै। त्यही भएर तपाईँले त्यो खिच्दैखेरि चाहिँ यसलाई चाहिँ अफ गरिदिनु होला, ताकि जस्तै म तपाईँलाई देखाउँछु, उदाहरण लागि एउटा क्लिप देखाउँछु। यो फ्लिप सेल्फीलाई मैले अन गरेको छु। अहिले म अन गरेर म तपाईँलाई भिडियो क्लिक गरेँ, हेर्नुहोस् मैले छोटो भिडियो क्लिक गरेँ अनि यहाँ तपाईँहरूले देख्नुहुन्छ यो चाहिँ जस्तो ऐनाको जस्तो भयो कि। यहाँ हेर्नुहोस् तपाईँले नपत्या है, यहाँ हेर्नुहोस् मेरो नाइक पनि अब यो उल्टो आइरहेको छ। अब जस्तै यसलाई चाहिँ के हुन्छ भने तपाईँको अब उहाँ दाजुको जस्तै दाजुको अनुसारै मैले उदाहरण दिएर भन्नुपर्दा अब तपाईँहरूको यहाँ लेफ्ट ह्यान्ड छ भने राइट ह्यान्ड देख्छ कि, राइट ह्यान्ड जस्तो। त्यही भएर अब तपाईँलाई अर्को अब यो अफ गरेर म खिचिहाल्छु। हेर्नुहोस् मैले यसलाई अफ गरेँ। अब मैले यसरी खिचेँ है, यसरी खिचेँ 2 सेकेन्ड। अब यो भिडियो हेर्नुहोस् अहिले मेरो जस्तो छ, अहिले मेरो हेर्नुहोस् अहिले यो चाहिँ सुल्टो आयो। हेर्नुहोस् अहिले तपाईँले यसरी खिच्नु, सधैँ यसरी खिच्नु भयो भने चाहिँ तपाईँको हात अथवा उहाँ केही चिजहरू अब कहिले लेफ्ट देख्ने, कहिले अर्को देख्दैन। सधैँ यसरी खिच्नु होला है त। ल त गाइस, तपाईँलाई मैले एउटा सानो टिप्स सिकाएँ, कस्तो लाग्यो मेरो यो टिप्स र अनि अब यति भिडियो देखेपछि तपाईँहरूले सायद बुझ्नुभयो होला, ताकि किनकि उहाँको हात चाहिँ कहिले यता कहिले उता किन देखेको भनेर होइन। यो चाहिँ क्यामेराको कारणले हो। अब जुन फ्रन्ट क्यामेराले खिच्दाखेरि चाहिँ त्यो मिरर भएर बसेको हुन्छ, त्यही भएर चाहिँ अब यो यस्तो देख्छ। त्यसैले यस्तो क्रिएटरहरूलाई तपाईँहरूले गाली नगरिदिनु होला, यसरी गाली गलौज नगरिदिनु होला। उनीहरूको मन चित्त दुख्छ, त्यसै त उहाँहरू एकदम होइन निराशमा हुनुहुन्छ कि यस्तो अपङ्ग भएर बाँचिरहनु हुँदा उहाँहरूको जिन्दगी पनि अलिक कठिनै भइरहेको हुन्छ, कठिनै हुन्छ उहाँको जिन्दगी। अनि त्यसैले झन् तपाईँहरूले यसरी गाली गलौज जस्तो कमेन्टहरू गर्नुभयो भने उहाँको धेरै चिन्ता हुन्छ उहाँलाई।
त्यसैले त्यस्तो गाली गलौज नगरिदिनु होला कि यो त एउटा क्यामेराले गर्दा यस्तो देखिएको भन्ने बुझ्नु होला है त। आजको भिडियो यति नै। कस्तो लाग्यो तपाईँहरूलाई मेरो भिडियो? यदि मेरो भिडियो मन पर्यो एउटा लाइक, एउटा सेयर अनि एउटा कमेन्ट छोडेर जानुहोस् ल। बाई, लभ यु अल।